तपाईको खड्का मगरलाई मारेर सुरु गरे। तेमालमा चाहिँ के अरे सुनकोशीको तीरमा राजा रेन्जेन दोर्जेलाई रेटिएर मार्यो। दसैँ त्यहाँबाट जबरजस्ती लगायो। हाम्रो रिदामा र रामलियाङलाई झुन्डाएर मार्यो। दसैँ त्यहाँबाट सुरु गरे। ताप्लेजुङमा चाहिँ हाम्रो लालसोर सेन्दाङ जस्तोहरूलाई चाहिँ झुन्डाएर मार्यो। त्यहाँबाट जबरजस्ती दसैँ सुरु गरे। दसैँ लागू गर्नलाई लिम्बू गाउँमा दसैँ लागू गर्नलाई लिम्बूहरूलाई नै प्रयोग गरी सुब्बा सुभाङ्गी दिए। जबरजस्ती गरेर के अरे बोका राँगा नकाट्नेहरूको खोरबाट तानेर पनि ठक ठक काट्नु पर्थ्यो, कटाइदिन्थ्यो त्यति बेला। त्यसरी जबरजस्ती गराएको चिज हो। तपाईँले त घुम्नु भएको होला, ताप्लेजुङको नाल्बोमा अबिर फल्छ, सिन्दुर फल्छ, ओलङचुङ गोलामा, मनाङ मुस्ताङमा सिन्दुर फल्छ, नरिवल फल्छ। तर दसैँको नाममा त्यहाँ सिन्दुर पुग्छ त, नरिवल फुटाइन्छ त माथि। यो कसले चाहिँ कुन जातिलाई कसले चाहिँ दैत्य भन्यो, कुन जातिलाई असुर भन्यो, कुन जातिलाई चाहिँ सुर भन्यो। हामीलाई जबरजस्ती आँखामा छार्यो हाल्यो। कुन चाहिँ एउटा विष भन्ने हाइमाईलाई चाहिँ जबरजस्ती चाहिँ शिवभन्दा के अरे विष्णुभन्दा 4.5 गुणा ठुली भन्यो। विष्णुभन्दा 4.5 गुणा ठुली भएपछि के गर्नु पर्यो? विष्णुको 4वटा हात छ, 4 × 4.5 भनेको 18 होइन। कसले 18 हाते भनेर परिकल्पना गर्यो। त्यतातिर नजाउँ, ती सब झुठो म शब्दमा भन्न सक्छु।